अहिले यो बालेन शाहको जुन सङ्कट आइपरेको छ नि, यो विषयमा तपाईँको धारणा के छ? अब जबरजस्ती हुलिदिनु, अब जबरजस्ती हुलेर कसरी चल्छ त भोलि? जबरजस्ती चल्छ त? चल्दैन होइन, मिलेर मात्रै चल्छ क्या सिस्टम चाहिँ। जबरजस्ती भयो म त फिल गर्दिनँ त्यस्तो। फेरि म त लडेर आएको मान्छे हो कि म चाहिँ आन्दोलनबाट आएको मान्छे हो क्या। बालेनजीले त्यो गर्नु भएको छैन होला, अब गर्नुपर्छ उहाँले। हो अब उहाँ खुलेर बोल्नु भएको छैन, खोइ कुन त किन हो। महानगरमा तोडफोडमा पनि तपाईँले भन्नुभएको थियो तपाईँ निकै सोझो हुनु पर्यो, सोझो हुनुभयो, अब बाङ्गिन पर्यो भन्नुभएको थियो नि, के भन्नु खोज्नुभयो? उहाँ सोझै हुनुहुन्छ होइन। के अरे हामी चाहिँ अभियान र आन्दोलनबाट आएको मान्छे हो कि, त्यसले गर्दाखेरि हामी अलिक बाङ्गै छौँ। म चाहिँ बाङ्गै छु, उहाँ पनि अलिकति बाङ्गो हुनुपर्छ यो विषयमा चाहिँ। त्यस्तो कार्य तपाईँकोमा भएको भए तपाईँको प्रतिक्रिया चाहिँ के हुन्थ्यो? मेरो त अर्कै खालको हुन्थ्यो। मेरो त अर्कै खालको हुन्थ्यो होइन। हामी जस्तोले भनेको कुराहरू सुन्नु पऱ्यो नि त। बालेनजीले भनेको कुरा सुन्नु पऱ्यो होला, हर्क साम्पाङले भनेको कुरा सुन्नु पऱ्यो होला, कुलमान घिसिङले भनेको कुराहरू सुन्नु पऱ्यो होला होइन। यी कुराहरू सुन्नु पर्दैन होला त। ती कुराहरूभित्र केही कुरा चाहिँ छ क्या। अब त उहाँहरूले हामीले जे गर्यौँ त्यही ठिक छ भनेर अगाडि बढ्नुहुन्छ भने भोलि फेरि आउनु पनि सक्छ फेरि गइसकेको व्यवस्था। त्यही त, तपाईँहरू जस्तो गणतन्त्रको सुन्दर फुलहरू चाहिँ अहिले सङ्कटमा परेको बाहिर चर्चा छ र त्यस्तै देखिन्छ कि। अब रवि लामी छाने पानी नपाएको होइन, तपाईँ पानी नपाएर छटपटेको। अब यता बालेन शाह आफ्नै होइन प्रमुख प्रशासकीयको एउटा को ल्याउने भन्ने विवादमा यो झमेलामा पर्नु भएको छ। तपाईँहरू नै यो झमेलामा चङ्गुलमा पर्दै गर्दाखेरि यो व्यवस्था प्रश्न त अझै उठेको छ नि होइन? छ त, त्यही त भनेको त। हामी भनेको चाहिँ कस्तो भने प्योर एउटा स्वतन्त्र नागरिकको, स्वतन्त्र नेपाली जनताको प्रतिनिधित्व गर्छौँ क्या। कुनै दलमा छैन नि त। त्यसले गर्दा मलाई के भन्छ मेरो नेताले मैले आज यो बोल्दा मेरो कार्यकर्ता भोलि रिसाउँछ कि भन्ने छैन। जे हामी देख्छौँ, जे हाम्रो अनुभूति छ, त्यो अनुभवको हिसाबले हामी बोल्छौँ है। र जे मैले बोल्दैछु नि यही हो जनताले अहिले बोलिरहेको कुरा जस्तो मलाई चाहिँ लाग्छ है। त्यो भ्यू पोइन्टबाट हेर्छु। अब हामीले बोलेको कुरा चाहिँ अब उहाँहरूले सुन्नुहुन्न भन्नुको मतलब आम पब्लिकले बोलेको नसुनेको। त्यसो हुँदाखेरि चाहिँ पब्लिकले रुष्ट हुनुहुन्छ होइन। पब्लिक रुष्ट भएर मैले भन्दैछु त गइसकेको व्यवस्था आउनु पनि सक्छ। अहिले यो बालेन शाहको जुन सङ्कट आइपरेको छ नि, यो विषयमा तपाईँको धारणा के छ? उहाँको कुरा सुन्दाखेरि अब प्रमुख प्रशासकीय अधिकृतले चाहिँ नि अब अलिक प्रक्रियामा केही कुरा तलमाथि गरेको कारणले निलम्बन गरेर छानबिन गरिराखेको भन्ने स्थिति छ। अनि त्यस्तो खालको अवस्थाको मान्छेलाई नै जबरजस्ती नहुल्नु पर्थ्यो जस्तो लाग्छ मलाई चाहिँ है। हुन त अब मेरो क्षेत्राधिकार होइन होइन। अब जबरजस्ती हुलिदिनु, अब जबरजस्ती हुलेर कसरी चल्छ त भोलि? जबरजस्ती चल्छ त? चल्दैन होइन, मिलेर मात्रै चल्छ क्या सिस्टम चाहिँ। जबरजस्ती भयो होइन, त्यसले गर्दाखेरि त्यो नहुनुपर्ने थियो। यो स्वतन्त्र हुँदाको परिणाम हो। म बस्छु 2-3 दिन बस्छु। अब यहाँ अहिले नै फर्किन्छु भन्ने चाहिँ। यो स्वतन्त्र हुँदाखेरिको पीडा हो अथवा भनौँ यो परिआएको अहिले जस्तो बालेनलाई परेको छ, यो स्वतन्त्र हुँदाको एउटा पीडा हो? त्यही हुनसक्छ, त्यही हुनसक्छ। तपाईँलाई त्यस्तो पीडा परेन? म त फिल गर्दिनँ त्यस्तो। फेरि म त लडेर आएको मान्छे हो कि म चाहिँ आन्दोलनबाट आएको मान्छे हो क्या। बालेनजीले त्यो गर्नु भएको छैन होला, अब गर्नुपर्छ उहाँले। भनेपछि यो तपाईँ हर्कसम्म आफै एउटा आन्दोलन थियो क्या। यसो हेर्नु न मेरो हिस्ट्री। मेरो चाहिँ एउटा प्रश्न नि, त्यो बेला बखतमा त्यसले गर्दाखेरि म त्यो श्रीपेज पाए मै लाउँछु, बरु हर्क साम्पाङलाई चाहिँ राजा बनाऊ भन्ने त्यो विषयमा बोलिदिनु पर्यो। त्यो चाहिँ कस्तो भने अब एउटा कस्तो भने मैले राख्न चाहेको त्यो कुरा के भन्दाखेरि एउटा व्यङ्ग्य जस्तो हो होइन। म व्यवस्थाको हिसाबले एउटा एज अ पर्सन होइन, एज अ सिटिजन मेरो चोइस हुँदाखेरि म गणतन्त्रको पक्षमा भोट हाल्दा चाहिँ। तर मैले मात्रै भनेर हुँदैन। मैले अघि भने नि त सबैजना रुष्ट भइराखेको छ होइन। बरु यो यस्तो भन्दा त बरु त्यही ठिक छ भनेर जनताले ल्याइदियो भने अब फेरि म एक्लैले के पनि गर्न सक्दिनँ। भनेको भोलि सडक र सदनमा त्यो माहौल बन्यो भने हर्क साम्पाङ त्यसको विरुद्धमा जाँदैन? किन जानु त म त्यसको विरुद्धमा? राष्ट्र पुनर्स्थापना भयो भने पनि सुन्नु न, त्यसको विरुद्धमा किन जाने? म पब्लिकले लिएर आयो भने पब्लिकसँग लड्न सक्छु त म? सक्दिनँ नि त। म पब्लिकको सर्भेन्ट हो है।
त्यसले गर्दा पब्लिकले नै त्यो लिएर आयो भने त्योसँग लड्न किन लड्ने मैले त्यो चिज सँगै होइन सहकार्य गरेर अगाडि जाने भन्ने थियो पार्टीमा एक दुईचोटि